Okay, let's go. You think me crazy? Why so? Time right now. Really fast बजिरहेछ यो बाटो ग्रेडर नआएर बनाएको छ यो बाटो पनि बन्दैछ बिस्तारै ग्रेडर पाइरहेको बुढी ग्रेडर रोलर अहिले बिजी एकदम बिजी फिजिकल इयरको इन्डिङ भयो होला घाम पनि ठिक्कको लागिरहेछ क्या अहिले हाम्रो मिक्सरले यसरी ठाडो गरिराखेको यार Who is that doing like that? ठ्याक्कै उल्टो गरेछ क्या पपीहरू माथि लगिन् यसलाई रोटेट गर्नु ए यतिकै हुन्छ आई क्यान डु तिमी जाऊ त तिमी जाऊ राउन्ड गरेर राउन्ड हजुर हुन्छ त अझै पुरै घटाइदिनु त्यसले लक गर्नु त्यसले भाइ एक्लै रहेछ नि यहाँहरू सबै यता आर्मी बारीको काम गर्नु गइरहेछ Who is this guy coming here? चिल माइरहेछ मसल देखिरहेछ भन्नाले ए त्यो भाइ कर्मी भएको बिचरा बाटो यो त ए झारी झुरी चिप्यो हो चेतन जाति भने होइन अच्छा भोलिपर्सि मेरो हाम्रो नि ट्रक पुरा भयो भने मैले त्यसै ट्रकमा होइन पछाडिपट्टि यसो बनाएर त्यो उसको जस्तै बनाउनु मन छ कि भोलिपर्सि ट्रकको पुरा एकदम बुढो भएछ अहिले त ट्रक एकदम राम्रो छ अहिले अझै भारी बोक्नु बोक्ने दिन त्यसलाई अरे यो बक्स क्या हो ल यो बाटो त अहिले बन्द भएर त्यो बाटो कति टाढो खोलेछ किनभने 28 दिन जति पनि बाटो नछिकिरहेको छ क्या यो ढलानमा एक महिना भइसक्यो हो र म पुग्नु भइसक्यो एक महिनाभन्दा बढी भइसक्यो म लागेर ए आउनु त आएको थिएँ म अस्ति एउटा एक हप्ता जति भयो होला म लागेको अन्त सर्वे गर्न आएको थिएँ क्या धुवा धुलो खालमा यस्तै छ अनि आइपुग्दाखेरि राति रात पर्छ होला है अँधेरो हुन्छ होला 5 बजिसक्यो त अहिले यो क्यामेराको लाइट मोड चेक गर्दा हुन्छ नि थाहै थिएन यो होइन नि ओल्ड हो नि अनि सबबाट कचन दिएको माटोमा पानी हालेर के हो यो हिलो हिलो एक्सपोज हुँदै ट्र्याक्टर त हाम्रो भाइहरू यसले ट्र्याक्टर लगाएर सर्भे गर्दैछ बाटो दम्दै त नालीको लागि यहाँ ट्र्याक्टर मर्डर गरिरहेछ नेपालमा
10 अर्को त देखिन्छ गभर्मेन्टले फेरि गर्नु सक्ने भएर त हुन्छ नि कति त पे गरेको छैन नि त अहिले $3 अर्ब कि समथिङ काट्नु त कन्ट्र्याक्टरहरूलाई $3 पाइन्छ नि त गभर्मेन्टले एक्ज्याक्ट गरेर चाहिँ मलाई थाहा छैन तर 10 अर्ब जति हो कि यो चाहिँ यो हाइवेमा बिल्कुल सबभन्दा जटिल पुल रहेछ कि यो यहाँनिर गर्दै यो प्रोजेक्ट यो हाइवेको थाहा छैन मलाई त 90 किलोमिटर यो प्रोजेक्ट तिनवटा प्याकेजमा बाहिर थाहा छ कति एमाउन्टको भन्ने थाहा छैन मलाई यो हाइवे यो पुल चाहिँ अलिकति जटिल रहेछ कि यहाँको 4-5वटा स्ट्यापहरू लगाएर जति हाल्छ मैले अलिक क्लियर गरेर आउँछ कति 2 हप्ता बोल्दा तिमी नहेरेको आजको मौसम शीतल छ हिजोभन्दा हिजोतिर भन्दा आजको मौसम शीतल छ कि आज अराउन्ड 32-33 डिग्री होला हिजो त 37-38 भइरहेको थियो यो बेसी हो नि त यो हाइवेको नि मेन बस्ती पार्ट चाहिँ लगभग पिच गरिसकेको छ क्या सुपरभाइजर होइन प्रोजेक्ट म्यानेजर सिएम कन्ट्र्याक्ट म्यानेजर रमेश भण्डारी सर खै आज काठमाडौँ जानुभएको छ अरे अघि मैले भेट्नु खोजेको भेट्नु पाएन फोनै उठाउनु भएन हाम्रो नेक्स्ट प्रोजेक्ट यहाँदेखिको बाटो बनाउनु मन छ तर सुरु भएको छैन अहिलेसम्म यहाँदेखि के सर्वे नै मिलेको छैन एग्रिमेन्ट भएको छैन नि यहाँनिर विवाद भएको कारणले त्यो रोडको एलाइनमेन्ट अब सबैले अरू यहाँको पब्लिकले चाहिँ बिचबाट नभएर त्यो अहिलेको एक्जिस्टिङ रोडै बनाउनुपर्छ भन्छ कि अनि तर अफिसको डिजाइन अनुसार अनि ल्यान्ड पुलिङको डिजाइन अनुसार ल्यान्ड पुलिङ मात्रै हो न्यू टाउनको ल्यान्ड पुलिङमा चाहिँ बाटो स्ट्रेट चाहिन्छ भनेको छ कि अफिसको अनुसार अनि यहाँको पब्लिकलाई चाहिँ एक्जिस्टिङ रोड चाहिएको छ त्यही भएर छैन नि कहिले अलिअलि पहिला हेरिरहेको छ हाम्रो अफिसकै छेउमा हरेस रेस्टुरेन्ट अफिसबाट त्यो 100 मिटर जति हो कि हो थाहा छ मलाई तर मिक्सर यो सबैले किन ठाडो गरेर राख्दो रहेछ घोप्टाएर राख्नु पनि होइन है बा खतरा या चेयर पनि बाँधेर हिँडेको रहेछ चेयर पनि बाँधेर हिँडेको रहेछ कि हो पानी ए यता चाहिँ अहिले बाटो खतम रहेछ नि त हिलो बाटो चिप्लो ओके बिचरा डराइ हिँडेको हामीलाई चाहिँ यो ठिक्क छ यतिको बाटोलाई हाम्रो बाइकले मजाले धान्छ कि चिप्लिँदैन नि त हाम्रो इलेक्ट्रिक स्कुटर काठमाडौँमा बसले पनि छ नि साखुमा सक्नु त तर यस्तो पब्लिक भेहिकलहरूले धेरै पेल्छ कि प्राइभेटले भन्दा नि लगेको नि त
बाटो त पुरै हिलो हिलो रहेछ त्यो सर्भिस गरे हो कि के हो सर्भिस गरे हो ल हिलो छ्याप्यो कतापट्टि तिमी पनि माइक लगाऊ कि यार बरु माइक लगाउने हो यस्तोमा म्याग्नेटले झुन्डाएर राखेको हुन्छ ओ यहाँ पिचको तयारी हुँदै रहेछ नि त घोङ्गी त राम्रो लाग्छ त्यसलाई पकाउनु त मलाई नि अहिलेसम्म पकाएको छैन तर हेर्नुपर्छ युट्युबतिर कतै होला धुलो मैलो बाटो घोङ्गीमा क्याल्सियमको मात्रा बढी हुन्छ नि त अनि राम्रो हुन्छ जोस ओके फाइन ठिक छ त म पनि सँगै सिक्छु म पनि सिक्छु के सँगै होइन बिहान र बेलुका सिफ्ट छुट्टी गरेर सिक्नुपर्छ सँगै सिकिनु हुन्छ आउँछ BYD गाडी हामीले खास किन हिँडेर बुढी दाल किन्नलाई म लेखु होइन त यो ठुलो 12 चक्के गाडीले यार यस्तो डिस्टर्ब गरेर बिचमा रोकिदिन्छ कि तिम्रो सोचाइले गर्दा यहाँ म दौडिरहनु पर्छ यहाँ तिम्रो सोचाइ आएर म दौडिनु परिरहेको छ त यहाँ ल ल ल ल त्यो बेलामा मलाई भ्लगको सोचिआएको थिएन नि त चाहिँ ट्याक्क लगाएर सेयर गरेर नगरे नि यसो एउटा बनाइराखौँ न भन्ने कि भन् त हामी कुद्या हुन्छ त होइन अनि यसो रेकर्ड गरौँ न अब कति कुद्या हुन्छ है एउटा कुनै त्यो सेयर नगरे नि कुनै एउटा ठाउँमा डल्लो पारेर राख्ने कि फोल्डर अब जस्तै धादिङको प्रोजेक्ट हुँदाखेरि हामी कहाँ दौड्यो भनेर होइन त्यो यो प्रोजेक्टमा कति हिँड्यो भनेर ट्याक्कै एउटा डल्लो गरेर राख्नु पऱ्यो क्या खै खत्रैसँग के हो जोड बोकेर हिँडेको छ सुटिङ त्यसले के सामान बोकिरहेको छ क्या त्यहाँ होइन खै यो जस्तो हस्पिटलको त यस्तो छेक्ने बार हुन्छ नि त्यस्तो जस्तो लाग्यो माथि घुटमा बोकेको चाहिँ होइन नि यो त इलेक्ट्रिक इभी गाडी हो नि त यो चाइनिज गाडी हो क्या तर यतिखेर जाम हुँदो रहेछ नि यार एबिएस होइन केवाइसी सिजी मोटर्सले हजुर यतिको त अहिले ठिकै छ
मान्छेको हेल्थलाई बिगार्ने भनेको मिल्क टीले बिगार्छ है। यत्रो कुदिरहेको बेलामा कहाँबाट मिल्क टी आयो तिम्रो दिमागमा यार? हजुर यत्रो कुदिरहेको बेलामा कहाँबाट मिल्क टीको कुरा आयो तिम्रो दिमागमा? बबाल कि गाउँ बिजनेस गर्छु होला त्यस्तो सोचिरहेको थिएँ। हेल्थको लागि अब नराम्रो हुन्छ अरे भनिसक्यो। मिल्कमा त खानु त राम्रै हो। मिल्क मात्रै खानु राम्रो हो। त्यसमा अनि सुगर एड हुन्छ अनि त्यसमा चिया कफीलाई के भन्छ? टी नै भन्छ। टी ब्याग त्यो मिल्क र टी ब्याग मिलेर त चिया भन्छ। अनि बिहान बिहान कफी खानु हुँदैन अरे भनेर मैले कफी स्टप गरेर देख्नुभयो तपाईँले? देखेँ। यहाँनिर चाहिँ बाटो सानो रहेछ यार यो एरियामा। बाटो एक्सटेन्ड गर्ने पनि ठाउँ अलिकति मुस्किल रहेछ यहाँ। यता पुरै पर छ तलबाट नि ट्याक्कै त्रिशुली। त्रिशुली बगेर मर्स्याङदीमा झरेछ समानान्तर कङ्क्रिट उद्योग। त्यो समानान्तरले जहिले बोकिरहेछ सिमेन्ट टन्नै अहिले। मेरो बेस्ट फ्रेन्ड भनेको अहिलेको सिचुएसनमा मेरो वाइफ हो। My wife. No. Hey, don't do. Who can serve your private car? Of course, my wife. तर अस्ति नै डक्टरले छुयो नि। ए साँच्ची म आर्मीमा जाँदाखेरि छुएको थिएँ यार केटी। लाज लाग्ने भन्दा पनि अब त्यहाँनिर सबैजनाको त्यस्तै भइरहेको हुन्छ। के को लाज? त्यो नर्मल हो नि त। आर्मीमा भेट्दैन थियो।